नमस्कार साथीहरू, समयको तीज झैँ यसपालि तीजमा पनि मैले एउटा तीजको गीत लेखेर ल्याएकी छु। यहाँहरूलाई कस्तो लाग्छ सुनेर मेरो कमी कमजोरी कमेन्टमा अङ्ग्लाइदिनु होला है त। जुन गीतको शीर्षक छ बुहारी म माइली। बुहारी म माइली परे गाह्रो छ घर चलाउन, बुहारी म माइली परे गाह्रो छ घर चलाउन। घरको काम पसल हेर्न खेती फलाउन, घरको काम पसल हेर्न खेती फलाउन। जति गर्यो देखिँदैन घरको काम त्यस्तै हो, जति गर्यो देखिँदैन घरको काम त्यस्तै हो। लुगा धुने भाँडा माझ्ने सधैँ यस्तै हो, लुगा धुने भाँडा माझ्ने सधैँ यस्तै हो। चुलो चौको मेरै भागमा कुच्चो पनि मैलाउने, चुलो चौको मेरै भागमा कुच्चो पनि मैलाउने। काम गरेको जस्न पाउँदा व्यर्थै झैलाउने, काम गरेको जस्न पाउँदा व्यर्थै झैलाउने। घरको काम सकेर पसल पनि धान्नु छ, घरको काम सकेर पसल पनि धान्नु छ। इष्टमित्र आउँदा घरमा पुज्नु मान्नु छ, इष्टमित्र आउँदा घरमा पुज्नु मान्नु छ। पढाइ लेखाइ छैन धेरै गरेरै काम जानिछु, पढाइ लेखाइ छैन धेरै गरेरै काम जानिछु। दुःख धेरै गरेर जीवन धानिछु, दुःख धेरै गरेर जीवन धानिछु। घरका माइला परे बुढा सधैँ मेरो शिरमा छन्, घरका माइला परे बुढा सधैँ मेरो शिरमा छन्। जागिर छैन पेन्सन छैन पिरै पिरमा छन्, जागिर छैन पेन्सन छैन पिरै पिरमा छन्। बुढाबुढी उस्तै हामी छैन जागिर पेन्सन, बुढाबुढी उस्तै हामी छैन जागिर पेन्सन। पसलमा नि व्यापार घट्यो झनै टेन्सन, पसलमा नि व्यापार घट्यो झनै टेन्सन। हस्त नमस्कार, यति भन्दै म बिदा हुन्छु।